सोशल मिडियामा आउनु अगाडि थिक स्किन हुनुपर्छ भनेको हुने रहेछ। जति नै माया पाए पनि कोही न कोही हेट गर्ने हुँदैन रहेछ। मलाई चाहिँ के लाग्छ भने मान्छेले मान्छेलाई कहिले पनि 100% चित्त बुझाउनै सक्दैन। त्यसैले तपाईहरुलाई कोही मन पर्दैन भने उसको भिडियो नै नहेर्दिनु। बेकार किन मान्छेलाई मेन्टली असर गर्ने गरी कमेन्टमा जे पाइ त्यही भन्नुहुन्छ। एज मलाई यति धेरै माया गर्ने मान्छेहरू हुनुहुन्छ नि, त्यो 2-4 वटा बडी शेमिङको हेट कमेन्ट आउँदा नि साच्चै मलाई हाँस उठ्छ के। किन मान्छेहरुमा यति धेरै हेट हुन्छ होला है। ल छोड्दिनुस्, गफ भने हुँदै गर्छ। मेरो मेकअप कस्तो छ हेर्नु त। मैले नर्मली मेकअपको पोस्ट कहिले हाल्दिन र मेरो साथीको बहिनीको एंगेजमेन्ट हुँदैछ र हामी पनि 8 वर्षपछि भेटेको। मजाले गफ गर्यौं, खाजा खायौं, रमाइलो भयो। आज चाहिँ ट्रायल मेकअप थियो। इभेन्ट चाहिँ अलि दिनपछि छ र म चाहिँ यहाँ बोयफ्रेन्डसँग डाँडामा सनसेट हेर्न आएको। फर्किँदा त रातै पर्यो र फर्स्ट स्टेप घर आउने बित्तिकै डबल क्लिन्जिङ सुरु हुन्छ। आज त यति धेरै आँखा पोलिरहेको थियो मेरो। बिहानदेखि चस्मा नलाएर यत्तिकै स्कुटरमा हिँडेकै र मजाले मुख धोएर चिसो पानी खाएर फ्रेस फिल भए र हेभी खाजा खाएकोले डिनर सिनर केही नगर्ने भनेर मेरो फेभरेट एउटा म्याङ्गो खान थाले। मलाई चाहिँ कस्तो मिठो लाग्छ म्याङ्गो। र त्यसपछि म चाहिँ स्किन केयर गर्दैछु। एज तपाईहरु कतिजनाले मेरो स्किन केयर रुटिन हाल्नु भन्नु भएको छ, सो म चाहिँ केही दिनमा सुट गरेर हाल्ने छु। र तपाईहरुको मायाले गरेर मैले चाहिँ PR कोल्याब पनि पाएको छु गाइज। आई एम सो थ्याङ्कफुल फर एभ्रीवन एन्ड लभ यु अल।